Hello friends, welcome to Ansu's cooking channel. So आज चाहिँ हामी गाजरको हलुवा घरमै हामी कसरी बनाउन सक्छौं भन्ने कुरालाई हामी हेर्नेछौं। हेर्नुस् त मैले गाजरको हलुवालाई बनाएको छु। अनि यो बनेपछि चाहिँ यस्तो हुन्छ भनेर मैले फर्स्टमै देखाएको छु। यो चाहिँ एकदमै मिठो थियो। मैले चाहिँ यहाँ आधी किलो गाजरलाई लिएको छु अनि यसलाई चाहिँ यसरी छिओल्नु पर्ने हुन्छ अनि यसरी धोएर सफा पानीले धोइसकेपछि चाहिँ यसलाई हामी चाहिँ पिस पिस गरेर काट्ने छौं। तपाईहरुले भिडियोमा हेर्न सक्नुहुन्छ। यसरी तपाईहरुले पनि यसरी पिस पिस गरेर काट्नु होला। मैले चाहिँ यहाँ प्रेसर कुकरमा चाहिँ घिउलाई राख्दै छु, घिउलाई एड गर्दै छु। अनि तपाईहरुले हेर्न सक्नुहुन्छ अनि घिउ चाहिँ तातिसकेको छ अनि यसमा चाहिँ मैले ड्राई फ्रुट्स काजुलाई एड गरेको छु। तपाईहरुले चाहिँ अरु बदाम अरु पनि तपाईहरुले एड गर्न सक्नुहुन्छ। मैले चाहिँ काजुलाई मात्र लिएको छु। यसलाई चाहिँ तपाईहरुले हल्का ब्राउन आउने बेलासम्म तपाईहरुले भुट्नु होला। हेर्नुस् त यसमा चाहिँ अलि ब्राउन भइसकेको छ। मेरो चाहिँ अलि धेरै नै ब्राउन भएको छ। तपाईहरुले चाहिँ अलि ब्राउन गरेपछि तपाईहरुले निकाल्न सक्नुहुन्छ। त्यही घिउमा चाहिँ तपाईहरुले गाजरलाई पनि एड गरिदिनु होला अनि गाजर पनि पुरा मज्जाले एकचोटी चलाइदिनु होला। सबै राखिसक्नु भएपछि एकचोटी मज्जाले चलाइदिनु होला यसलाई पनि। एकछिन हामीले यसलाई चलाएपछि चाहिँ अब हामी यसमा दुधलाई एड गर्नेछौँ। अनि तपाईहरुले पनि दुधलाई चाहिँ एड गर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ दुध राखिसकेको छु। अनि त्यसपछि चाहिँ सुकमेललाई पनि सुकमेल दुईटालाई पनि मैले राखिदिएको छु। यसको फ्लेभर चाहिँ एकदमै मिठो आउँछ। यसलाई पनि एकचोटी मज्जाले एकचोटी तपाईहरुले चलाइदिनु होला। यसलाई चाहिँ हामी एकछिन उमालिसकेपछि अब हामी प्रेसर कुकरको बिर्कोलाई हामी लगाइदिने छौं। 3-4 सिटीसम्म हामी पर्खिने छौं अनि त्यसपछि चाहिँ यसलाई खोलिकन अनि हाम्रो यो हलुवा चाहिँ अलमोस्ट रेडी नै हुन्छ। हेर्न सक्नुहुन्छ। यो गाजरलाई चाहिँ अब हामी म्यास गरिदिने छौं। यो चाहिँ एकदम पाकिसकेको हुन्छ अनि मज्जाले नै म्यास हुन्छ। हेर्न सक्नुहुन्छ भिडियोमा पनि म्यास भइरहेको छ। यतिको भइसकेपछि चाहिँ अब हामी चिनीलाई एड गर्ने छौं। तपाईहरुले पनि आफ्नो स्वाद अनुसार चिनीलाई एड गर्न सक्नुहुन्छ। हलुवा चाहिँ गुलियो नै हुने भएर चाहिँ हामी चिनी अलि धेरै राख्दै छौं। अनि तपाईहरुले पनि एकदम मिठो गुलियो खान मन छ भए चाहिँ तपाईहरुले घरमै सजिलै यसरी बनाउन सक्नुहुन्छ। अनि यसलाई चाहिँ मज्जाले मिक्स गर्नु होला। यसरी मज्जाले हलाउँदै गर्दाखेरि चाहिँ अनि दुध र गाजर चाहिँ मिक्स हुँदै राम्रो एउटा फर्ममा आउँछ। अनि त्यसपछि चाहिँ अब हामी अघि नै हामीले फ्राई गरेको काजुलाई हामी एड गर्नेछौँ। यसलाई पनि एकचोटी मज्जाले चलाइदिनु होला। हेर्नुस् त हाम्रो हलुवा चाहिँ रेडी भइसकेको छ। यसलाई चाहिँ अब हामी सर्भ गरेर खान सक्छौँ। तपाईहरुले पनि एकदमै इजिली यसरी नै घरमा तपाईहरुले बनाउनु होला। क्रेभिङ भइरहेको बेला यसरी नै सजिलै आफ्नै घरमा आफ्नो नानी बाबुहरुलाई अनि आफ्नो पाहुनाहरुलाई तपाईले सर्भ गर्न सक्नुहुन्छ। अनि मैले चाहिँ एक बाइट लिएँ अनि यो चाहिँ एकदमै मिठो भएको थियो। तपाईहरुले पनि घरमा एकचोटी अवश्य ट्राई गर्नु होला। अनि तपाईहरुलाई कस्तो लाग्यो लाइक शेयर सब्स्क्राइब अनि कमेन्ट गरिदिनु होला। अनि हुन्छ हामी फेरि पनि अर्को भिडियोमा भेट्ने छौं। त्यतिन्जेलसम्मलाई बाइ बाइ।